है फाइनल्ली अब चाहिँ हाम्रो भान्जाको बर्थडेको भ्लग आइरह धेरै पछाडि फेरि आज भ्लग गराउन लाग्यो। अब बर्थडेको लागि टक्क केक सेक रेडी हुँदैछ। बहिनीले त्यहाँ सब रेडी गर्दैछ, क्यान्डल ताउतै अरू चाहिँ बेलुङहरू चलाउँदैछन्। कोही गाइजहरू अब मासु पकाउँदैछन्। उता व्यापक तयारी हुँदैछ। ल फाइनल्ली अब बर्थडे सुरु भइरहेछ। टक्क केक सेक काटिन्छ, केक खाइन्छ होइन, अनि त्यसपछि मासु खाइन्छ। मासु छ त्यहाँ। सब बाउजूहरू बहिनीहरू छन्। अनि यता रोशन हुनुहुन्छ, अनि उता भान्जाले केक काट्ने तयारी गर्दैछन्। उता ढकाल्दै उता यता स्वस्तिकाले भ्लग गर्दैछन्। अनि कस्तो किरकिर आइरह है क्यामेरा। यो चाहिँ लाइभबाट स्क्रिनसट गरेको भएर स्क्रिन रेकर्ड गरेको भएर किरकिर देखिरह है गाइज। यस पछाडि अलिकति लिएर आउँछ सबै। फाइनल्ली अब टिका लगाउँदै भान्जाले सबले टिका सिका लाउने, केक सेक खुवाइदिने होइन, हामी नि केक खाने, अनि ढाक्क बल्ल दारू खाने। अब मैले लगाइदिएँ टिका भान्जालाई। भान्जाले नि मलाई केक काटेर खुवाइदिन्छन् होइन। अहिले कममा खान्छु। मिठो है केक चाहिँ। माइजूको पालो धन्यवाद। ल नाचम क्यारम उफ्रिम भलकर मेन भलकर मेन हल्का डान्स हानिदिनु होइन सबैले। भान्जाको डान्स कडा हानिदिने हो। भान्जाको डान्स खतरा हो। कोहीले रेडबुल, कोहीले जेडी, कोहीले सेलरोटी। एक ब्याग हाल्दै गएन। चिसो भएर गयो। मासु पटपट पाक्दै आफ्नै ग्रुप सेलरोटी डान्स नै गइरह हो त हल्का हल्का। हामी चाहिँ डान्स गर्न आउन, हामी चाहिँ भिडियो गर्ने है। घाम लागिरह साँझ साँझ भ्युज पनि दामी आइरह है। भ्यू पनि बाहिरको
रोशनको फेरि कत्रा झन्झन यसो धेरै पछाडि फेरि आज भान्जाको बर्थडेमा यसो भ्लग गरौँ न त मेमोरीको लागि भनेर गरेँ है। नभए चाहिँ आजकल चाहिँ खासै त्यस्तो चाहिँ गराउन मन लाग्दैन। कहिलेकाहीँ यसो भोलिको दिनमा हेर्न होला भनेर मेमोरीको लागि फेरि आज धेरै पछि भेटघाट भइरह त्यही भएर बनाएको। यो डान्स चाहिँ कैद गर्नै पर्ने भएर यो फेरि खतरा डान्स हो नि त। यहाँ म्युजिक कडा बजिरह यो चाहिँ मैले म्युट गरिदिरहेको है। म्युजिक फेरि कपिराइट आउँछ त्यही भएर म्युट हानिदिएको है। हल्का गीत चाहिँ कडा बजे। गीत होला गाइज ल गेस गर्नुहोस् है। गेस गर्नुहोस् कुन गीत रहेछ यो नाचेको। तपाईँहरूले गेस गर्न सक्नुहुन्छ यो गीत। डान्स खतरा है। डान्स फेरि ओहो सकिन्न के गाह्रो छ। अब हामी भलकको लास्टमा आइरहेछौँ। आज बहुत रमाइलो भयो। यस्तै भलकको लागि हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भयो भने हामी फेरि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि हामी जस्तो रमाइलो मान्छेहरू पनि हामी यो भलक लिएर आउँछौँ। पानी पर्नु लाग्यो गाइस। रात नै परिसक्यो 9 बजिसक्यो। हामी चाहिँ 4 बजे गएका थियौँ। अहिले 9:10 हुन लागिसक्यो। सबै आफ्नो बाटोतिर लाग्नु पर्यो नि त। सबै अब यता हाइवेतिर आइसक्यो। अब एकछिनपछि हामी सबै आफ्नो बाटो लाग्नुपर्छ। तितार बितर हुनुपर्छ। तितार बितर कोही कता कोही कता कोही कता कोही पूर्व कोही पश्चिम कोही उत्तर कोही दक्षिण हो बहनी फेरि यस्तै यस्तै छ। छैन यो मोबाइलमा यस्तो दामी हो बाहिर उता हेर्दा पारिन्छ। हाम्रो सुन्तली मैया बहिनी मात्र राम्रो बहिनी एकदम ज्ञानी के भन्छन् एकदम हँसिलो बहिनी रसिलो बहिनी नाच्ने बहिनी रमाइलो गर्ने बहिनी एकदम इन्जोय गर्ने बहिनी। अनि खतरा डान्स भन्ने पर्दैन। बबाल हामी हेरेको हेरै तर यो पारीको भ्यू चाहिँ बबाल छ। यो चाहिँ बबाल छ।
हामी हेरेको हेरै दुश्मन हेरेको हेरै हो कि हामी सधैँ चिल्पिल हो त्यही भएर चिल्पिल हो त्यही भएर किन हामीलाई पछाडिको भ्यू जस्तो दामी यसको पछाडि सबै गाईहरू चाहिँ त्यहाँनिर सबै सर्टकट आउने मेरो सबै यो एकै ठाउँमा ऱ्यान्डमली मेरो ग्यास नकाटिकन सबै एकै ठाउँमा अगाडि बढ्यो कि अब चाहिँ हामी यहाँबाट छुट्टिने बेला भइसक्यो भाइ कता जाने हो हामी फाइनली भान्जा चाहिँ बाई बाई गर्न आइसक्यो आमालाई आज चाहिँ भान्जाको बर्थडे हो ह्याप्पी बर्थडे भान्जा लास्ट टाइम धेरै भयो ल भान्जा चाहिँ जाने रे यहाँबाट छुट्टिने रे आज भान्जाको बर्थडेको पार्टी थियो धन्यवाद आमालाई इन्भाइट गरेको म ल बाई 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 भान्जे ल हामी चाहिँ लाग्यौँ है गाइजहरू लागिसक्यो अब हामी चाहिँ आफ्नै गन्तव्यतिर लाग्दैछौँ अब के गरिब मान्छे हिँड्दैछौँ यो रातिमा उतारेर पार्टीको चाहिँ एउटा ग्रुप चाहिँ यहाँ छुट्यो अर्को ग्रुप चाहिँ हामी यहाँ पत्मा छुट्टिने हेर्दैछौँ अब अझै दुईवटा ग्रुप छुट्टिनै बाँकी छ यहाँबाट छ गाइज होइन यो चाहिँ हाम्रो चेक रिपब्लिकको काँदर एकदम ब्युटिफुल एकदम सुन्दर एकदम क्रास्नी भागा म रुममा जाम भयो सबै भिजिसक्यो पानीले अब हामी घर जाँदैछौँ गाह्रो छ नि पानीले हामी भिजेर लुचुप्पा भइसक्यो मान्छेहरू लट्ठ भइसक्यो बहुत ठुलो पानी पर्यो अब हामी घर जान लागिसक्यो पानी लट्ठ भइसक्यो